हेलो गाइज वेलकम ब्याक टु माई च्यानल दिस इज मी रिजन। आज चाहिँ म स्कुलमा छु किनभने आज हाम्रो स्कुलको लास्ट डे। म आयुषलाई मिस गर्नेवाला छु हो गाइज। आज को हुन्छ लास्टसम्म हेर्नलाई। अब स्कुल त छोड्ने कुरा, अब साथीहरू सबसँग रमाइलो गर्नुपर्छ। सबैको याद आउँछ, तर एक दुईजना हुन्छ नि धेरै याद आउने। अब म पनि छु, ऊ पनि छ। गाइजहरूमै अरू के गर्दा सबजना मोबाइल चलाएर है यहाँ चाहिँ गाइज मोबाइल ल्याउनु दिएको आज सबैजना आफ्नै तालमा मोबाइल चलाएर बसिरहेको। जाने बेला नराम्रो हो र हाम्रो गाइज उसको फेभरेट डाइलग हेर्नु यहाँ गाइज। हाम्रो स्कुल चाहिँ यस्तो छ है, यहाँ नयाँ बिल्डिङ बनाउँदैछ, हामी निस्केपछि। गाइज भिडियो चाहिँ टिकटकमा हेर्नु होला, म तल डिस्क्रिप्सनमा राखिदिन्छु। यिनीहरूको डान्स हेर्नु गाइज, इयरबड्स लगाएर मस्त छ। कपिराइट लाग्दैन झन् हाम्रो। सिग्मा बोय अहिले त्यहाँ सर्टमा त्यही लेखिदिन्छु। मेरो सब कान्छीको उमेर कति छ म 71 मा तिम्रो लक्की न बस 5 दिन म त नाच्दिन्छु त्यसमा। तेरिका फेरि डोना थापाको भ्लग हेर्छु, कस्तो दामी हुन्छ है। डोना थापाको चाहिँ एकदम बिग फ्यान हो हामी। यदि डोना दाइसँग यो भिडियो पुग्छ भने बिग फ्यान दाइ। बिग फ्यान दाइ, बिग फ्यान। लास्ट डे सबजना रुनुपर्ने, सबजना हाँसेर बसिरहेको। रोइदेऊ न एकचोटि। 3 2 1 3 2 गाइस लेख्नलाई च्यातिर हाने। ओए हेरिरहनु त गाइस, मेरो पनि च्यात्यो। हाम्रो क्लासको बोइज लास्टै फटा चाहिँ गाइस लामाथि पुग्यो। लाउनु पर्छ अब। लेख्नु नि त केही मेरोमा। क्लासमा टास्नु पर्छ यो कसले हाइने मलाई मेरो भ्लग है। राज भाइ सामान निकाल। मेरो पनि पिङ्क कलर लेख्नु अरे म समातिन्छु। गाइस होली क्रसको बिल्डिङ तल अब बच्चाहरूले लेख्ने पाली प्रिफेक्ट होइन त, भन न बच्चाहरूले प्रिफेक्ट हो म स्कुलको बाउ स्कुलको बाउ केटाले थाहा केटा छु जे पाइन्छ यहाँ डान्सरै भएन अलि राम्रो चिज रोहित टेलिभिजनको बलात्कार केही देखेको त होइन, सुन्नुहुन्छ क्या सर्टमा गाइस लेख्ने कार्यक्रम भइरहेको छ। मलाई झ्याउलाएर आएको गाइस। गाइस पेन्टिङ कलरले यहाँ बिगारेर यार होली खेल्न आएन। सुरुमा चाहिँ लाउनु पर्थ्यो, लेखिसकेर लाउ। त्यही त रिसाउने हो क्या। अलिकति हेरी मात्र पुग्छ क्या। गाइस यहाँ भिडियो प्रिपरेसन भइरहेछ। लडेको पठाउनु न। यहाँ माथि राखेको मोबाइललाई हाम्रो भिडियोको अलिअलि क्लिप हेर्नु गाइस। गाइज हाम्रो ड्रेस फोर भएर ब्लेजर लगाएर भिडियो बनाउने रे सबजना माथि गइसक्यो। टाइम गाइज हेर्नु हाम्रो क्लास यस्तो खासै डेकोरेसनै भएको छैन। यहाँ हाम्रो नाम छ, यहाँ गर्ल्सको त्यही हो गाइज। माथि अब ब्लेजर लाउनु जाम गाइज। ब्लेजर For my dear student. म्याम यस्तो त भएन है डिस्क्रिमिनेसन। हुन्छ त जोसिस कोही पनि रोएन है आज। मेरो पनि कोट पाइरहेको चिकन बिरयानी कि चिकन मोमो? अलवेज मोमो।
अनि लस्सी कि कोक अलवेज लस्सी ओहो ग्रुप फोटो पनि छ कति यार भोलिबाट भेट हुँदैन भोलिबाट यिनीहरूको अनुहार हेर्नु पर्दैन त्यस्तो हुन्छ नि त जो सबै त्यो सेल्फलेस लभ छ नि त तपाईँहरूप्रति अब पछि तपाईँहरू जति ठुलो हुँदै जानुहुन्छ साथीको सर्कल कम हुँदै जान्छ अनि त्यतिखेर जेलसी आउँछ त्यो नाना थरी आउँछ कि यही हो कि तपाईँहरूको बेस्ट फ्रेन्ड हामी रोइदिनु पऱ्यो अब म्याम तपाईँ पनि हामी रुनु न कोही हो नि रुनु भएन यार हाम्रो माया लाग्दैन क्या म्यामहरू ए अविश्वास सरले यो भिडियो हेर्दैछौँ भने अविश्वास सरलाई पनि धेरै धेरै माया छ सरलाई भोलिबाट म्याम भेट हुँदैन है फेयरवेलमा हुन्छ म्याम त्यहाँबाट हुँदैन म्यामले अप्सनल स्टुडेन्टहरूलाई मात्रै फेयर भएर के रहेछ हेरौँ गाइड अप्सनल स्टुडेन्ट ट्विटर मेरो पनि यही छ यहाँदेखि लाग्यो गाइड हाम्रो ओल्ड स्टुडेन्ट तर अहिले टिचर वेलकम टु माई ब्लग यो सब आर्यनदाले बनाएको होइन माथि माथि कलर लगाइदियो लेखिदिनु यहाँ विस भित्र लाग्छ होला लाग्यो मलाई बाल यो सुको भने फेरि हो है म पनि गरिदिन्छु तपाईँ के फ्यान रोनाल्डोको मेसी रोनाल्डो भाइ तिमीलाई कट्टु भन्ने प्लेयर थाहा छ छैन ए उसैको फ्यान हो म मेरो अस्ति भर्खर जितेको नि कट्टुले थाहा छ थाहा छैन ताइट यो भाइ पनि म मेरै फ्यान हो थाहा पाएँ ल यो सुकेपछि आउँछ दिनु यो आयुष हजुर। यस्तो तिमी जस्तो एकदमै हँसाउने मान्छेले भेट्नु पाउँदैन यार के भयो त के भयो त अरे यार कस्तो के भयो त्यो त जाने एक दिन त जाने त मान्छेहरू त्यही त यो टुरिस्टलाई नि हेर्न पाउँदैन स्कुलभरि नि देख्न पाएन को भाइ त टुरिस्ट अब तिम्रो डान्स हेर्न पाउँदैन मेरो बहिनी सरी फर द्याट आइ एम रियली सरी फर यु हैन मेरो बहिनीलाई भेट्न पनि पाउँदैन खै म हेर्दिनँ अब भेट्ने कि नभेट्ने दाइ बहिनी भएपछि नभेट्ने कुरै हुँदैन यहाँ अब हजुरलाई हेर्नु पाइँदैन म्याम मैले रुनुहुन्छ कि एउटा खुसी भइरहेको यहाँ हेर न जाने बेलामा के गीत पो थियो तिमी पर लाउरे नि म त परे चाउरे अझै सर्ट गरिरहेको नि यार यिनीहरू हेर न ऊ रोक हेर नि टाइमलाई कोही त रो न यार तँलाई के भनेको Guys, we are moving to Burger House. Welcome. के रे भाइ लेख्दिन लेख्न दियो र लेख्नुलाई लेख्न दिँदैन अनि यही लास्ट डेको लागि 14 महिना कुर्यो यही सर्टको दिनको लागि यार अब छुट्टी त भइहाल्यो त 3 दिन अब तर मैले त यही दिनको लागि कुरेको सर्ट गर्नलाई गाइस म त्यो मान्छे हो जसले क्रिसमसको बेला जय श्री राम भन्छ क्या सो जय श्री राम जय श्री राम अब हेरौँ है भित्र के दिन लाइन ब्रेक हुनु भने केटा सिङ्गल
केक काटे प्रिपरेसन ह्याप्पी फेयरवेल ब्याच 2082 वी विल मिस यु रे वाह खतरा म्याम कस्तो लागिरहेको म त खुसी लाग्छ यो दानो मेरो प्रिपरेसन चल्दा स्कुलमा आएर क्लासमा बस्ने त्यो दिनहरू चाहिँ सक्यो यसबाट बिदाई यो दुइटै कामको लागि चाहिँ हामीले आज प्रिन्सिपल सर र हाम्रो डाइरेक्टर सरले सहयोग गर्नुहुन्छ र पहिला उहाँको लागि ताली के गर्छौँ भन्दाखेरि चाहिँ हामीलाई चाहिँ दिनेश सरले अबिर लगाइदिनु हुनेछ र हामीलाई श्याम सरले चाहिँ खादा लगाइदिनु हुनेछ त्यसपछि आजको लागि अबदेखि चाहिँ हाम्रो स्कुलमा भएको यो कार्यहरू चाहिँ सम्पन्न भएको छ र विधिगत रूपमा तपाईँहरू अब कलेज पढ्नको लागि रेडी हुन्छ एससी एक्जामको लागि रेडी हुन्छ कङ्ग्रेचुलेसन्स जिपिए धेरै हाई ल्याउनुलाई स्कुलको इज्जत राख्ने है त उता हेर्नु ल सरलाई दिदा उता साइडतिर ल अब सर अगाडि हेर चाहिँ यो मिस भइदिएर ग्रेजुएट हुन गइराख्नु भएको छ आशा छ तपाईँ एससी ग्रेजुएट अवश्य हुनुहुनेछ र तपाईँहरूलाई हामीले सिकाएका दौरानमा शिक्षण क्रियाकलाप सञ्चालन दरमियानमा हामीले होइन तपाईँको भविष्यलाई उज्जवल बनाउनको लागि तपाईँहरूको प्रगतिलाई चाहिँ ध्यानमा राखेर हामीले विभिन्न क्षणमा विभिन्न परिवेशमा तपाईँहरूलाई हामीले सुधार्नको लागि विभिन्न किसिमले अर्जाप्ने कोसिस गर्छौँ त्यो तपाईँहरूको लागि थियो र जहिले पनि तपाईँहरूले चाहिँ पहिलो नम्बरमा पेरेन्ट्सले आमाबुवाले भनेको मान्यो दोस्रोमा स्कुलको टिचर्सहरूले भनेको मान्यो र यो कुरालाई मूल मन्त्र बनाएर तपाईँले अगाडि बढ्नुभयो भने तपाईँको भविष्य अवश्य सुनिश्चित छ। जिपिए सबै कुरा होइन तर हाम्रो पेरेन्ट्सहरूले जिपिए जहिले खोज्नुहुन्छ र त्यसको लागि हामीले अझ बढी मेहनत गर्नु पऱ्यो, अझ बढी तपाईँले नैतिक दबाब दिनु पऱ्यो। मलाई के लाग्छ भने एसी भनेर पनि हुन सक्छ तपाईँहरूको यो टिमलाई चाहिँ अरूभन्दा अलिक बढी एक्स्ट्रा इफोर्ट पनि रहेको थियो। सरहरूले हुन चाहिँ सबैलाई बराबर गर्नु पर्ने तर तपाईँहरूको जुन एउटा परिस्थिति कक्षा 10को एसीको सन्दर्भलाई लिएर चाहिँ सर मिसहरूले तपाईँलाई अलिक बढी नै बिगार्नु अनि अलिक बढी नै टाइमहरू पनि दिनुभएको त्यो तपाईँको एउटा एकदमै धन्यवाद दिन चाहन्छु।